नमस्कार, टुडे न्युजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्युज सुरु गरौँ आज प्रजातन्त्र दिवस मनाइदै गरेको सम्बन्धी प्रसङ्गबाट। आज प्रजातन्त्र दिवस स्वदेश तथा विदेश स्थित विभिन्न नियोगहरूमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ। प्रजातन्त्र दिवसको अवसरमा प्रदेश नम्बर 2 को सरकारले प्रभात फेरीको आयोजना गरेको छ। जनतान्त्रिक माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ। आज जनकपुर धामको जनकचोकबाट प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा सुरु गरिएको प्रभात फेरी नगरको परिक्रमा गरेको थियो। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। 2007 सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा 104 वर्षको जङ्घानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विक्रम सम्वत 1997 माघमा बलिदानी दिएका थिए। प्रजातन्त्र परिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाको लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकहरूले मृत्युदण्ड दिएका थिए। नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसको 2006 सालमा एकीकरणपछि बनेको नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनको नेपालमा 2007 साल फागुन 7 गते प्रजातन्त्र स्थापना गरेको थियो। निर्वाचनमा सबै सधैँ सँगै भन्ने नाराका साथ निर्वाचन आयोगले आज 5औं निर्वाचन दिवस मनाउँदैछ। नेपालमा 2015 साल फागुन 7 गते आम चुनाव सुरु भएर बालिग नेपालीले मत अधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरणमा 2073 सालदेखि फागुन 7 गतेलाई निर्वाचन दिवसको रूपमा मनाउने गरिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आउँदो प्रतिनिधि सभा सदस्यको चुनावमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ। नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, नागरिकमा निहित सार्वभौम सत्ता, बालिग मताधिकार, आवधिक र निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा चुनावको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ। आयोगले चुनावको व्यवस्थापनको 6.5 दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नो स्थापना 54 वर्ष पूरा गरिसकेको छ। प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलता अनुरूप आयोगलाई निरन्तर अगाडि बढ्न योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गर्नुभएको छ। आउँदो चुनावको पहिलो चरणमा वैशाख 17 र 27 गतेका लागि तोकिएको छ। चुनावका लागि झण्डै 1,63,00,000 मतदाता आवधिक भएको र 20,000 मतदान केन्द्र रहने जनाइएको छ। नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापना नभए तोकिएको समयमा चुनाव पनि नहुने बताएका छन्। 12 को सिमरामा कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले यदि कथम कदापि संसद पुनर्स्थापना नहुने अवस्था आए तोकेको समयमा चुनाव पनि हुन नसक्ने ठोकुवा गरेका छन्। 64% को जनमत आफूहरूसँग भएकाले जनता र पार्टी दुवैमा आफूहरू अब्बल रहेकोले चुनाव हुनेमा आफूहरूलाई थोरै पनि विश्वास नभएको बताएका छन्। संसद पुनर्स्थापना नभए देश भयङ्कर अन्धकारमा जाने दाबी गरेका छन्। संसद पुनर्स्थापना हुने व्यक्तिकै प्रधानमन्त्री ओली समूहमा रहेका 90% सांसदहरू आफूहरूको पक्षमा आउने जिकिर गरे। निर्वाचन आयोग नेकपाको दुवै समूहको ठूलो चेपुवामा परेकाले आधिकारिक नेकपाको विषयमा यथार्थ निर्णय गर्न नसकिरहेको धारणा राखे। अहिले देशमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको
गुण्डागर्दी चलिरहेको आरोप पनि लगाए। नेकपाको जितपुर सिमरा नगर कमिटी अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपाको केन्द्रीय सदस्य दिनेश राई, 12 जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, जिल्ला निर्वाचन तथा प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, प्रदेश सभा सदस्य सीता गुरुङ, जिल्ला सदस्य शोभा कार्की, मनोज पौडेल लगायतको सहभागिता रहेको थियो। पश्चिमी वायुको प्रभावले अहिले शुक्रबार बिहान प्रदेश नम्बर 1 र 2 सहितको देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यतया सफा रहेको छ, बदलिरहेको छ। यसबाहेक अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद प्रतिभा मानन्धरका अनुसार दिउँसो पहाडी भेगका 1-2 स्थानमा फाटाफुट्टा वर्षा हुने सम्भावना छ। दिउँसो प्रदेश नम्बर 1 र प्रदेश नम्बर 2 लगायतको देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागको 1-2 स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागका 1-2 स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति प्रदेश नम्बर 1 र 2 लगायतको देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा 1-2 स्थानमा हल्का हिमपातको सम्भावना छ। मोहतरीको महदैया तपनपुरमा बुहारीको हत्या गरेको अभियोगमा ससुरालाई 13 वर्ष 5 महिनापछि पक्राउ गरेको छ। बुहारीलाई विष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जिल्ला अदालतबाट 20 वर्ष कैद भई फरार भएका ससुरालाई विशेष सुराकीको आधारमा पक्राउ गरेको मोहतरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन्। महदैया तपनपुर गाविस 5 की बीना देवी सहनीलाई घरियासी वाद विवादको कारण कोठाभित्र विष खुवाई घाँटी थिची हत्या गरेको अभियोगमा फरार रहेका ससुरा शंकर सहनीलाई पक्राउ गरिएको विष्टले बताएका छन्। लोहारपट्टी नगरपालिका 3 महदैया स्थित गाउँमै लुकीछिपी बसेको अवस्थामा सहनीलाई पक्राउ गरी सजाय भुक्तानीका लागि मोहतरी जिल्ला अदालतबाट बुधबार पेश गरी कोरोना भाइरस परीक्षण पश्चात पेश गर्ने जिप्रका कोहिरसित राखिएको विष्टले बताएका छन्। बीनालाई ससुरा शंकर सहनी, सासू चन्दर देवी सहनी, देवर राजकुमार सहनी, छिमेकी शंकर शाह सुडी र बलि शाह सुडी मिलेर हत्या गरिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न छिमेकी बलि शाह सुडीको मृत्यु भइसकेको छ। हत्यामा संलग्न ससुरा शंकर सहनी, सासू चन्दर देवी सहनी र छिमेकी शंकर शाह सुडीलाई 20 वर्ष कैद, देवर राजकुमार सहनीलाई 15 वर्ष कैद र 30 रुपैयाँ जरिवाना जिल्ला अदालतले फैसला गरेको छ। तत्काल प्रतिवादी मध्यका मृतकको देवर राजकुमार सहनी पक्राउ परी मोहतरी जिल्ला अदालतले नाबालक भनी तत्काल साधारण तारिखमा छुटेपछि फैसला उल्टी भई 2075 चैत्र 26 गतेको आदेशले राजकुमार सहनी उप 15 वर्ष कैद सजाय र थप रु 30 जरिवाना भएको थियो। बीनाको बुवा राम बिलुक सहनीले जाहेरी दिएपछि जिप्रका मोहतरीले 2064 भदौ 13 गते कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो। विश्वभरमा 8 करोड 57 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शुक्रबार बिहानसम्ममा 8 करोड 57 लाख 52,726 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 11 करोड 8 लाख 12,107 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 24 लाख 50,867 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 26 लाख 6,000 भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 85 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 86 लाख 95 हजार भन्दा बढी निको भएका छन् भने 5,04,837 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 9 लाख 62 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 6 लाख 65 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,56,123 जना पुगेको छ।
नेपालमा हालसम्ममा 2,73,166 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,69,505 जना निको भएका छन्। यहाँ कोरोनाबाट 2,058 जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण गरेको छ। नेपाली समयअनुसार शुक्रबार बिहान 2:45 बजे पर्सिभियरन्स रोभरले मङ्गलबार ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ। सन् 1970 पछि मङ्गल ग्रहमा जीवनको सम्भावनामा खोज्ने नासाको यो पहिलो प्रयास हो। 6 वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभियरन्स 7 महिनाको यात्रामा 47 करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रह पुगेको हो। अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण गर्नुअघि वैज्ञानिकले सबैभन्दा कठिन चुनौती मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नु नै रहेको बताएका थिए। अन्तरिक्षको यानको सफल अवतरणसँगै क्यालिफोर्नियामा रहेको कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकायका नासाका वैज्ञानिकले खुसी मनाएका छन्। अन्तरिक्ष यानले मङ्गल ग्रहमा पहिलो जीवन भैरवको अध्ययन गरेको छ। अहिलेसम्म मङ्गल ग्रहमा 14 मिसनले अवतरण गर्ने प्रयास गरेकोमा 8 प्रयास सफल भएका छन्। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।